हेलो साथीहरू, के तपाईहरु पनि यस्तो टाइपको एआई भिडियोहरू बनाउन चाहनुहुन्छ? मम्मी, क्या हम इसे अपने घर में रख सकते हैं? यस्तो टाइपको भिडियोहरू बनाउन धेरै नै इजी छ। आउनुहोस् भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। अनि म आज तपाईलाई यो पुरा सिम्पल भन्दा सिम्पल वेजमा सिकाइदिने छु कसरी भिडियो बनाउँछ। त्यसको लागि सबभन्दा पहिला तपाई आफ्नो ब्राउजर खोलिहाल्नु होला। कुनै पनि ब्राउजर खोल्दा हुन्छ। अनि ब्राउजरमा सबभन्दा पहिला तपाईलाई ब्राउजर खोलेपछि यहाँ सबभन्दा पहिला तपाईले इमेज बनाउनु पर्छ हैन। कस्तो टाइपको इमेज चाहियो, के कुन क्यारेक्टर कुन एनिमलको लागि, त सबभन्दा पहिला तपाईलाई एउटा इमेज चाहियो। त्यसको इमेज बनाउनको लागि हामी ChatGPT बाट प्रम्प्ट लेखाउँछौँ। अनि प्रम्प्ट लेख्नु धेरै नै इजी छ। म पहिला नै लेखेर राखेको छु। तपाईले त्यो हेर्न सक्नुहुन्छ, इजी नै छ। मैले आफैले लेखेको छु। त्यो प्रम्प्ट दिइहाल्नु होला। अनि त्यहाँ एनिमलको नाम दिइहाल्नु होला। यहाँ हेर्न सक्नुहुन्छ, त्यहाँ एनिमलको जुन एनिमलबाट बोलाउन चाहनुहुन्छ, चाहे जे होस् त्यसको रिलेटेड त्यहाँ नाम दिइहाल्नु होला। अनि सर्चमा क्लिक गरिदिनु होला। त्यसपछि त्यो ChatGPT ले आफै तपाईलाई एउटा इमेजको प्रम्प्ट अनि भिडियोको प्रम्प्ट दुईटै दिइहाल्छ। हेर्न सक्नुहुन्छ इमेजको प्रम्प्ट आइहालेको छ अनि भिडियोको पनि आइसकेको छ। यसपछि तपाईँ सबभन्दा पहिला इमेज बनाउनु होला। प्रम्प्ट आइसक्यो, इमेजको प्रम्प्ट। अनि इमेज बनाउनको लागि तपाईँ सर्च गर्नु गुगल जेमिनी भनेर, गुगलको नै छ त्यो पनि। यहाँ क्लिक गर्नु होला। अनि त्यसपछि क्लिक गरेपछि यहाँबाट हेर्न सक्नुहुन्छ लगइन भएको हुँदैन भने तपाईँ यहाँबाट लगइन गरिहाल्नु होला। यहाँ गएर तपाईँ लगइन गर्न सक्नुहुन्छ। लगइन गरिहालेपछि यहाँबाट टुलमा क्लिक गर्नु होला। अनि यहाँ क्रिएट इमेजमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँबाट तपाईँ कपी गर्नु होला प्रम्प्टलाई। त्यो प्रम्प्ट छ नि त्यसलाई कपी गर्नु होला। अनि कपी गरेपछि यहाँ आएर पेस्ट गरिदिनु होला। अनि त्यो इमेज बनाएर दिइहाल्छ। हेर्न सक्नुहुन्छ, तपाईँले 1-2-5 सेकेन्ड जति वेट गर्नुपर्छ। अनि तपाईँलाई जस्तो चाहियो त्यस्तो इमेज बनाएर दिइहाल्छ। म एउटा बिल्लीको मागेको छु, हेर्न सक्नुहुन्छ यहाँ एउटा बिल्लीको। अनि यहाँबाट तपाईँ सेभ गरिहाल्नु होला। अनि सेभ गरिहाल्नु होला। सेभ गरेपछि त इमेजको काम भइसक्यो त हामीलाई। अनि इमेज डाउनलोड गरेपछि यहाँ तपाईँ सर्च गर्नु होला गुगल ल्याब भनेर। गुगल ल्याबमा यहाँ हेर्न सक्नुहुन्छ। त्यो आएपछि यहाँ तल यहाँ फ्लो भन्ने एउटा अप्सन हुन्छ, त्यसमा क्लिक गर्नु होला। यहाँबाट अब तपाईँ यति गरेपछि तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ यस्तो आएको छ। त्योमा क्लिक गर्नु होला। अनि त्यहाँ सेकेन्ड वाला अप्सनमा फ्रेम टु भिडियोमा क्लिक गर्नु होला। यति गरेपछि यहाँबाट प्लस वाला आइकनमा क्लिक गर्नु होला। अनि त्यो आएको हुँदैन तपाईँले यस्तो हुन्छ। सुरुमा अपलोड भन्ने अप्सन हुन्छ, त्योमा क्लिक गर्नु होला। अनि त्यहाँबाट इमेज जुन बनाउनु भएको थियो त्यहाँ सिलेक्ट गरिहाल्नु होला। अनि अपलोडमा क्लिक गरिदिनु होला। अनि यहाँबाट पोर्ट्रेटमा सिलेक्ट गरेर क्रप टाइम सेभमा क्लिक गरेर एकछिन वेट गर्नु होला। अनि त्यो फोटो अपलोड भएपछि हेर्न सक्नुहुन्छ त्यो फोटो अपलोड भइसकेको छ। अनि हामीलाई त्यो अब यो स्टोरी बनाउनुको लागि यहाँ तल हेर्न सक्नुहुन्छ, यहाँ दिएको छ एउटा टाइटल स्टोरी। त्यो स्टोरीलाई म कपी गरेर अनि यहाँ पेस्ट गरिदिइरहेको छु। यहाँ गएर तपाईँले पेस्ट गरिदिनु पर्छ। यहाँ गएर पेस्ट गरिदिनु अनि एकछिन वेट गर्नु होला। अनि भिडियो बनाएर आइहाल्छ। अनि भिडियो बनेर रेडी भइसकेको छ। म तपाईँलाई एन्ड रिजल्ट हेराइदिइरहेको छु। मम्मी, क्या हम इसे अपने घर में रख सकते हैं? अनि हेर्नुभयो यस्तो टाइपको मजाले तपाईँ आफ्नो भिडियो बनाएर त्यसलाई रिलमा चाहे टिकटक भिडियोमा पोस्ट गर्न सक्नुहुन्छ। अनि धेरै लाइक अनि फलोवरहरू बढाउन सक्नुहुन्छ। यसरी गरेर तपाईँ एआईबाट भिडियो बनाउन सक्नुहुन्छ। आजको भिडियोमा बस यति नै। भिडियोलाई मन परेमा लाइक अनि च्यानललाई सेयर अनि सब्सक्राइब गरिहाल्नु होला। थ्याङ्क यू।